मर्निङ अहिले बिहान 5 बजिरहेको छ। अब ड्युटी हिँड्न लाग्यो बिहान सुबह बिहानतिरको ड्युटी अहिले कोही छैन, सबै खाली छ, एक्लै छौँ। अब कतिखेर आउँछ, 2-3 जना हुन्छ। गाह्रो छ हौ बिहान उठ्न, राति सुत्यो बिहान उठ्न गाह्रो, बेलुका निन्द्रा लाग्न गाह्रो, बिहान उठ्न गाह्रो, बेलुका सुत्न गाह्रो भइरहेछ। निन्द्रा नपुग्ने हो जहिले पनि, ड्युटीमा हाई हाई आउँछ। जाना यसरी मर्निङ वाक हिँड्छ, हामी चाहिँ बिहान उठ्ने बित्तिकै ड्युटीतिर दौडिनु हतार हुन्छ। मर्निङमा न सडिसक्यो, केही एक्सर्साइज छैन, झुरुक्क उठ्यो, ड्युटी हिँड्यो, नुहाइधुवाइ गऱ्यो, निक्ल्यो, फ्ल्याट बेलुका आयो, हाट्नु पर्दा खानसाना खायो, एकछिन बस्यो, डङरङ्ग सुत्यो। न घरमा कुरा गर्न पाउँछ, न के टाइम पाउँछ, राम्रोसँग बोल्न नि पाउँदैन। अर्काको देशमा आएपछि, विदेशी भएपछि विदेशीको पीडा स्वदेशीलाई के थाहा हुन्छ र। गाह्रो छ जिन्दगी यसरी। आयो ल हाम्रो बस आयो, बिजोको बस आयो, तर अब बस चढ्ने जाने ड्युटी नै आइपुग्यो। अब लकर रुम यो हाम्रो लकर रुम यस्तो छ। ड्युटी पनि आइपुग्यो, अब ड्युटी जाने। सबैभन्दा ड्युटी गरेर नगरेर पन्चिङ चाहिँ गर्नुपर्छ, पन्चिङ बिर्सेछ, पन्चिङ चाहिँ गरेर गर्छु अब म चाहिँ हो विदेशतिर के अरे ड्युटी गरेर नगरेर मतलब छैन, तर पन्चिङ चाहिँ गर टाइममा। पन्चिङ गरेन भने चाहिँ स्यालेरी काटिदिन्छ, तर ड्युटी गरेर नगर मतलब गर्दैन। तर पन्चिङ इन आउट चाहिँ टाइममा भएन भने झन् मनाउँछ। यो चाहिँ बुझिराख्नुपर्छ विदेशतिर हुने केटा साथीभाइ सबैजनाले। यस्तो ढ्यारोमा छिरेको बिहानतिर, अब काम गरेर सकेपछि यस्तो उज्यालोमा यस्तो घाम लागिरहेको छ, अब यस्तो टल्किन्छ। ड्युटी आउँदाखेरि घामसाम केही लागेको छैन क्या, बिहान उठ्दा केही घाम छैन। अहिले यसो बिहान यसो निक्लेर उठ्दाखेरि के अरे ड्युटी गरेर निक्लिँदाखेरि घाम लागिरहेको, टनक्क कहिले घाम नदेख्ने। खानसाना पनि खायो, मस्त भयो, बिन्दास। अब खानसाना खायो र कम्पनी क्याम्प यो वायर हाउस पुरै यत्रो ठुलो छ, यहाँदेखि पछाडिसम्म वायर हाउस त त्यत्रो ठुलो। बिहान उज्यालोमा भित्र छिर्यो भने बाहिर निक्लिँदा घाम लागिसकेको हुन्छ हामी। यस्तो ठाउँमा अब मस्त अब डङरङ्गमा सुत्ने मजाले चौरङ्ग यसरी ढलियो। अब बिन्दास भएर यस्तो ब्रेक टाइममा